के गर्नु एजेन्टले ल्याइदिनु पर्ने एजेन्टले नल्याइदिएपछि यत्रो दुःख पाउँछ लाइसेन्स रिमुभ गर्नुपर्ने भएकोले चाहिँ मलाई चाहियो त्यही भएर हेलमेट पनि खै के भयो यस्तो एनिवे अब चाहिँ म लागिन्छ जय विश्वकर्मा को भेट्छ बाटोमा फेरि बोस बोस आइच आइच के हो बाइकको त ल मेरो अटोबाट कुदेँ म निस्क्यो अब के भयो क्या बज्ने पनि खत्रै बज्छ क्या डङ 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 भन्छ तिमीलाई भाउ छेरे भाउ यस्तो बाटो छ अनि बाइक त धुस्ने हुन्छ नि त खासै यस्तो जब सानो एउटा कुखुराको अन्डा जत्रो बाइक छ त्यो पनि यस्तो अफरोडमा यसरी कुदाउनु पर्दा छाती मुटु सबै काम छ नि ल्याग कति सर्भिसिङ गरेँ सर्भिसिङ गर्दा गर्दा फेरि यस्तो भइहाल्छ हेरौँ अब लाइसेन्स एक्सपायर डेट भइसकेको छ मेरो चाहिँ अब आजले रिमुभ गरेर लिएर आउनुपर्छ रिन्यू गर्नु आज त के भनौँ अब भिसा कार्ड आइसकेपछि रिन्यू गरिसकेपछि चाहिँ एउटा राम्रो एउटा बाइक लिउँ कि अथवा कार लिउँ बाइक र कारमा एउटा चाहिँ लिन्छु अब के गर्नु त हेर्नु परिहाल्छ मान्छेले पैसा यहाँबाट बाहिर जानको लागि पनि कति सिटी जानु पऱ्यो यसो लिमुसोलतिर घुम्नु जानु पऱ्यो भने सबै भाउ खोज्छ ट्याक्सी ड्राइभरहरू त्यही भएर ठिक्कको एउटा लिनु पर्ला कि ट्याक्सी लिन्छु कि बाइकै किन्छु के गर्नु क्या दामी छ क्या पुरै हेर्नु पुरै गाउँबारी जस्तो सबै यो गाउँ होइन जाउ जस्तो देख्छ नेपालको जाउ चाहिँ होइन यो घाँस हो सबै जाउ जस्तो जाउ र गाउँ एउटै एउटै जस्तो लाग्छ तर पनि यो चाहिँ गाउँ र जाउ एउटै पनि होइन यो चाहिँ घाँस हो यसरी गरिदिन्छ पुरै फ्ल्याट फ्ल्याट ओमाइ गड कस्तो काम छ हौ मेरो भाइ बाटोमा को भेट्नु भएको छ बस पनि भेट्छ होला कुदाइन्छ छोराले अब यस्तरी जति पावर छ त्यति कुदाउने यो चाहिँ गाउँ हो पुरै भिलेज गाइस यो त पहिलो भएको पनि होला सायद अर्को त मोबाइल झार्ला हो आज म अर्कै बाटोबाट जान्छु एनिवे फेरि यस्तै छ प्रब्लम आज अर्कै गाउँबाट जाने हो अब यताबाट छिराउँछ आज म चाहिँ मूर्ख आयो फेरि ल यस्तो छ यताबाट कुद्यो आज किन मेरो हात पुरै दुखिरहेको छ हो फाइनली हिँड्यो भित्रबाट फेरि बाइकको पिकअप चाहिँ खत्रै छ नि हेर्दा अन्डा जत्रो छ तर कुद्न चाहिँ दामी कुद्छ सर्भिसिङ नगरेको धेरै भयो अलिक धक्का दिन्छु कि भन्ने आएको छु म त्यो टाइम केटा हो यो हो के गाउँ
यस्तै छ केटाहरूले युरोप युरोप भन्छ युरोप कमाउनु कहाँ सजिलो छ यार यस्तै हो गाउँ जस म के भन्छु भने नेपालबाट आउने केटाहरूलाई चाहिँ तिमीहरू यो +2 क्लियर गरेर यो जान्छु ह्यान त्यान नसोचे पनि हुन्छ हल्का फुल्का इङ्ग्लिस बोल्न जाने भने यहाँको पढाइको केही पनि कदर छैन भ्यालुलेस हो मेहनतको चाहिँ एकदम कदर छ यहाँ हेरेर टर्निङ पो छ यार कपाल काट्नुपर्ने रहेछ पुरै आँखामा मापुरी यस्तै छ यहाँ आउँथ्यो फेरि यता लाइसेन्स फुटबल ग्राउन्डहरू चाहिँ मेरो फुटबल खेल्न आउने हो कहिले फुटबल खेल्न यहाँ आउँछ हामी एनिवे म अर्कै बाटोबाट आएको पुरै यो डाँडा पछाडि पुग्नुपर्छ ठ्याक्कै हेरौँ केटा हो बाइक अन्डर जत्रो भएर के गर्नु दामी कुद्छ त मेरो बाइक भन्नु यस केटाहरूलाई यहाँ आयो भने चाहिँ नेपालमा त्यो लेबर काम गर्ने इट्टा गाह्रो लाउने होइन यो प्लम्बिङ भयो वायरिङ भयो अनि यो कलर लाउने यदि त्यस्तो चाहिँ छ भने एकदम राम्रो छ कि त्यस्तोहरूले जहाँ पनि काम पाइन्छ म डिग्री गरेको मास्टर हो म चाहिँ मास्टर गर्ने यहाँ है यस्तो भिआइपी काम खोज्छु म भन्नु खोज्यो भने चाहिँ यहाँ केही पनि छैन त्यही यहाँ त जसले मेहनत गर्छ त्यसले काम कमाउँछ 8 घन्टा काम कम्पनी गर्ने बाहिर काम गर्ने यो बिल्डिङ कन्स्ट्रक्सन बिल्डिङहरू बनाउने इट्टाको काम कलर सफा पुटिङहरू लाउन जाने कलर गर्न लाउन जानेहरू चाहिँ महिनामै 2 लाखसम्म कमाइन्छ यहाँ यसो ड्राइभिङ साइभिङ गर्न जाने पनि सन्डे मान्छेलाई यताको उताको यता पुऱ्याइदिने यस्तो गऱ्यो भने चाहिँ यहाँ छ केही त छ टामटुम बाँधेर भेटनामहरू होला सायद भेटनामको त टोपीले चिन्छ भेटनाम यस्तो यता लागिन्छ मान्छेको यस्तो BMW लिएर आउँछ यार म यस्तो हेर सुन्तलाहरू पुरै सुन्तला जुनारहरू त यहाँ त पुरै कुहिन्छ कि यहाँको मान्छेले किन खाँदैन थाहा छैन बरु किनेर खान्छ उनीहरू गरेर खाँदैन क्या किन थाहा छैन हेलमेट किन यस्तो ठुलो भयो मेरो हेलमेट भिर्गोस हो कि बिर्गोस हो थाहा छैन मलाई चाहिँ यहीँ आउनुपर्छ प्रायः यो उकालो काट्छै काट्छ मेरो घोटाले काट्छ होला सायद यो भेट्नाउँछ कि अब के यार यत्रो 2-3 लाखको क्यामेरा बोकेर हिँड्छ डाँडा पनि काटेन भने त हे यो चाहिँ पसल हो मेरो मार्केटिङ पसल कहिले यहाँ पसलमा आउँछु म बाटामा तल कुद्नु पर्ने म यता भए त फास्टै ऱ्याक गऱ्यो यो कपालले पनि छिल्लो म कसरी
बाटो नै कता कता क्या यता बाटो हजुर मार्केट यो पनि मार्केट हो त्यो पुरै आन्टी त पुरै चस्मा लगाएर हेलमेटले खै के हो हेलमेट के गर्यो यस्तो खै यार खिस्टे त कुद्न त कुदिरहेछ कहाँनिर धोका दिने हो कि जस्तो लागिरहेछ पिकअप धेरै घटेको क्लच प्लेट चेन्ज गरेको पनि बेला भयो कि जस्तो लाग्यो सोनी केटा हो फाइनली गोप्रोले भिडियो खिचिरहेको छ कि छैन थाहा छैन पुरा कुदाइरहेको छु म थाहा छैन होइन यस्तो डस्टबिनहरू यहाँ चाहिँ होइन पुरै क्लिन के परेको यार के भन्नु क्या रबिस त्यस्तै होइन यहाँ ट्याक्क लगाएर अब यहाँ छ डेन्जर उकालो क्या मेरो अब फिस्टे चढ्छ कि चढ्दैन भन्ने कुरो भयो होइन हेर्दै जाउँ चढ्नु त चढ्नु पर्ने हो अघि बाटो अब धेरै लामो रहेछ है यताको बाटो उताको बाटो फेरि गाउँ परेको यस्तो पिच छ है चट फेर्ने पुरै यस्तो ठाडो बनाएको छ कि बाटो बाटो त्यस्तै दुईजना चाहिँ तान्छ तान्न त हेर्दा पो यस्तो अन्डा त आमा कम पावरफुल छ हेर मैं आया पहाड़ में हे आंटी बाटो त हेर यो ब्रो वाओ यो है नि सबजना गए पहाड़ में मैं आए पहाड़ में भने जस्तो छ कि म्यामफुली के हो गे बिन्दास हो म्यामफुली सब गए पहाड़ में मैं आए पहाड़ में सब गए पहाड़ में मैं आए पहाड़ में देखा कत्रो ढुङ्गा हो कि पुरै हेर्नु नि यहाँ पुरै हात काटेर होइन ट्याक्कै इट्टा जस्तो यस्तो ढुङ्गाको सोटुकै गर्नु जान्छ क्या एयरप्लेन जतिकै उठ्छ मेरो बाइकमा बसले नै घर बनाएको छ हिरो भन्छ नि पछाडिबाट गाडी आयो यसलाई साइड पछाडिदिने साइड दिन चलाउनु हुँदैन वान वे गाडी हो सानो छ बाइक त गयो त धोका दियो त
के भयो गर्छ तेल पास भएन यार फेरि आलु जस्तो ठाउँ आएर यस्तो के भयो फेरि यहाँ आएर हेलमेट चोरेर के Please support my YouTube channel, subscribe, like, share.